अब आज चाहिँ हामी यसो लाइफको बारेमा कुरा गर्छौँ होइन, ठिक छ। के हो कसो हो। अब मलाई पनि धेरै कुरा जान्न मन लागेको छ क्या दाइकोबाट। अब भनेपछि यो जिन्दगी भनेको चाहिँ के होला हाम्रो? जिन्दगी अब जिन्दगीको आफैमा अब धेरै डेफिनेसनहरू हुन्छ। डेफिनेसन खोज्नुभन्दा पनि बाँच्नु चाहिँ जिन्दगी हो। त्यो जुन मृत्यु र जीवन बिचको हामी चाहिँ यस्तो हुँदो रहेछ, त्यो परमात्मा अथवा गड डिभाइन अथवा मिनिङ खोज्दै नै हामी समय बिताइरहेको हुन्छौँ कि जिउनु जिन्दगी हो कि खास जिउनु चाहिँ। अब जिउनु भनेको चाहिँ के हो भने चाहिँ लाइक क्वेसन हुनसक्छ। हाम्रो चेतना स्तर अब सबैको आफ्नो लेभलबाट चाहिँ बाँच्ने गर्छ कि। कोही मलाई यस्तो गर्न मन लाग्यो त्यस्तो भनेर बाँच्ने हुन्छ, कोही होइन कहाँ त्यसरी हुन्छ त, यसरी चाहिँ बाँच्नुपर्छ भनेर बुद्धि लगाएर बाँच्ने हुन्छ होइन। त्यो बाँच्दा बाँच्दै सिकिन्छ कति कुरा। जस्तै रविशङ्करले भन्नुहुन्थ्यो कि इफ यु वान्ट टु राइड अ बाइसाइकल यु विल इभेन्चुअली के साइकल चलाउनु मन छ भने अब त्यो पहिला हामी जस्तै हुन्छ नि त्यो सानो बेलामा त्यो कैँची स्टाइल होइन, अनि त्यो विभिन्न तरिकाबाट त्यो ट्राई गर्दा गर्दै त्यो फाइनल्ली चलाउँछ नि त हामीले। चलाइसकेपछि के कसो हुन्छ भन्ने चाहिँ मान्छे अनुसार फरक पर्छ होइन। तर बेसिकली मैले भन्न खोजेको त्यो बाँच्नु आफैमा चाहिँ जिन्दगी हो। धेरै कुराहरू जिन्दगीलाई मैले लाइक लास्ट एउटा भिडियोमा पनि भने जस्तै अति धेरै सिरियस त हुनुपर्छ, अति धेरै सिरियस नभइकन चाहिँ बाँच्नुपर्छ क्या हामी। टेक इट लाइटली भन्छ नि। ओके, सो कतिजना मान्छेहरू त उनीहरूको पर्पज अफ लाइफ नै अब पैसा कमाउनु होइन, अब एउटा पावरमा जानु। म्याक्सिममको अहिले नर्मली हामीले वर्ल्डमा जुनसुकैलाई हेर्दा पनि जसलाई हेर्दा पनि धेरै 90% होइन, मोर देन 90% अफ पिपल आर जस्ट चेजिङ मनी पावर होइन। अब हो यो त्यो चाहिँ के हो? यो एकदम इन्ट्रेस्टिङ क्वेसन हो कि। मान्छे हामी भन्छ नि पैसा पछाडि पावर पछाडि भनेर, अनि आफ्नो अस्तित्व भनेको पहिला ममा छ कि तिमी चाहिँ अथवा म चाहिँ के को पछि लागिरहेको छु भन्ने चाहिँ प्रश्न हो कि। हामी बाहिर हेर्ने नै होइन, म के को पछि लागिरहेको छु, म पैसाको पछि लागिरहेको छु कि अथवा म अरू कुनै मेरो ह्याबिट अब लाइक जे पनि हुनसक्छ होइन, कुनै लतको पछाडि लागिरहेको छु। हामी चाहिँ केमा लागिरहेछौँ चाहिँ मेन प्रश्न हो कि। हामी प्रायः यही गर्छौँ कि उसको त ऊ त त्यसको पछि लागिरहेको छु म किन नलाग्ने। हामी आफै क्लियर छैनौँ कि। म चाहिँ उदाहरणलाई बारम्बार म साथीहरूसँग त्यो कुरा गर्दा पनि भन्छु, आजकलको सबै के अरे पैसाको पछि लागिरहेको छ त आफ्नो ठाउँमा होला होइन, तर त्यो पैसा कमाइसकेपछि के गर्ने भन्ने प्रायः क्लियर छैन कि। उदाहरणको लागि होइन, तिमी आफै पनि मानौँ अब कति बिजी छौ नि त आइनो होइन, अनि किन यतिका बिजी भइरहेछौ भनेर थाहा छैन कि तिमीलाई। अनेस्टली मेरो विचारमा कुदिरहेको छु त थाहा छ, पैसा कमाइरहेको पनि थाहा छ, म हरेक एकदम बिजी छु पनि थाहा छ, तर म यति किन बिजी छु भन्दाखेरि वी नेभर इन्ट्रोस्पेक्ट आवर सेल्फ्स कि। त्यति नेसेसरी थियो त भन्दाखेरि म आफैले पनि यसो हेर्छु अनि नेसेसरी त थिएन नि पक्कै। बिकज हामी त्यसै रोबोटिक हुन्छौँ कि। अथवा त्यो किन भन्दाखेरि बारम्बार हामी लास्ट टाइम धेरै मिटिङहरूमा पनि कुरा गरे जस्तै नै हामी कन्सियसली बाँच्दैनौँ कि, हामी माइन्डफुल्ली बाँच्दैनौँ। अनि माइन्डफुल्ली नबाँचिसकेपछि सबै यो अटोमेटेड हुन्छ कि। हामी भोक लागेपछि खान्छौँ नि त, आजकल त भोक नलागे पनि खान्छौँ। त्यो दुइटाको डिफ्रेन्स के त भन्दाखेरि त्यो भोक चाहिँ कन्सियसली लागेको भयो शरीरले होइन, तिम्रो अब इनर्जी होइन त्यो चाहिँ अब सप्लाई चाहिँ कम भयो भन्ने भयो। अनि त्यो टङले चाहिँ उसलाई त पेटसँग शरीरसँग मतलब छैन। उसले अब अमिलो देखेपछि पानी आउँछ भने जस्तै कि टक्क देख्ने बित्तिकै ए होइन यसलाई खाइदिउँ न त भनेर उसलाई पेटको मतलबै छैन, त्यो जिब्रोलाई मतलबै छैन। अनि देख्ने बित्तिकै खानु मन लाग्यो। आँखालाई पनि ओहो यो त रङ्गी छ, अथवा यो त हेर्दाखेरि अब हामीले त यस्तो एडहरू कता कता हेर्छौँ नि त, खाउँ कि क्या हो भन्ने जस्तो लाग्छ। हो यसरी चाहिँ ओभर इटिङ भइरहेको हुन्छ। पैसाको पनि त्यस्तै हो। हामी चाहिने भन्दा बढी एकजना दाइ हुनुहुन्थ्यो, हुन त अहिले बित्नुभयो उहाँ होइन, वेदिक आरोग्य आश्रम खोल्नु भएको थियो उहाँले, भक्तराज दाइ हुनुहुन्थ्यो। उहाँले एउटा भेटघाटमा भन्नुभएको थियो कि खास हामी बाँच्नुपर्ने चाहिँ लाइक एकदम एउटा भक्तिमा स्पिरिचुअली बाँच्नुपर्ने अनि फुर्सदमा काम गर्नुपर्ने। हामी चाहिँ यति धेरै मेटे काम गर्छौँ, त्यो रोबोट जस्तै काम गर्छौँ, अनि यो सब फुर्सदमा कहिले काहीँ मन्दिर जाउँ न त, घुम्न जाउँ न त भन्ने टाइपको चाहिँ हामी गर्छौँ कि। भनेको तात्पर्य हामी बाँच्नु चाहिँ कम बाँच्छौँ, हामी अननेसरी स्ट्रेस चाहिँ बढी लिन्छौँ कि। यो दुइटाको डिफ्रेन्सलाई ब्यालेन्स गर्नु नै एउटा कला हो भनौँ न त्यो हिसाबमा। ओके, सो
यो कुरा चाहिँ बुझ्नको लागि होइन रियलाइज गर्नको लागि के गर्न सकिन्छ होला? जस्तै अब नर्मली हामी त त्यही नै अब त्यसमा छौँ, ट्रेनमा छौँ, त्यही ट्रेनमा छौँ। अब जसरी हाम्रो बच्चैदेखि माइन्डलाई कन्डिसन गरियो नि स्कुलदेखि होइन, अब प्यारेन्ट्सबाट भनौँ तैँले पैसा कमाउनुपर्छ, तैँले समाजमा केही गरेर देखाउनुपर्छ होइन, त्यो कन्डिसनमा छ। त्यो कन्डिसन ब्रेक गर्नलाई चाहिँ अब के त्यो यसमा धेरैवटा तत्त्वहरू छन् होइन। जस्तै अब स्वाध्याय गर्नु पर्यो, सङ्गत स्वाध्याय होइन, यिनीहरू नै भर पर्छ। बेसिकली भन्दाखेरि यस्तो लाइक भन्छ नि, या त आफूले अरूलाई इन्सपायर गर्ने हो, मोटिभेटेड गर्ने हो, या त आफू इन्सपायर्ड हुने हो। जस्तै चुरोटको त्यो लत लागेको मान्छेसँग सङ्गत गर्दा पनि या त हामीले चाहिँ त्यो चुरोट खानलाई चुरोट नखाने बनाइदिन्छौँ, या त हामी आफै पनि चुरोट खान थाल्छौँ के। अब समाज चाहिँ जनरली कस्तो हुन्छ भन्दाखेरि अस्ति एउटा हाम्रो लाइक सायद आचार्य प्रसादकै छलफलमा पनि भइरहेको थियो। जस्तै अघि नै जुन मैले प्रश्न सोधेँ, जस्तै हामी किन चाहिँ पैसाको पावरको पछि लागिरहेको छौँ, अथवा समाज हामीलाई किन चाहिन्छ भन्ने कुरामा पनि हामी क्लियर छैनौँ कि। समाज हामीलाई किन चाहिन्छ भन्नेमा पनि क्लियर छैनौँ कि। उसले भन्छ होइन हामी त सामाजिक प्राणी हो भन्यो नि त, ल एउटा इमेज सुरु गरौँ न, हामी सामाजिक प्राणी हौ भन्यो। कसले भन्यो हामी सामाजिक प्राणी हौ भनेर? तिमीले भन्यो होला, मैले भने होला, मैले त भनेको छैन। म सामाजिक प्राणी भनेर भनेकै छैन म त। म त सायद अव्यावहारिक होला होइन, म सामाजिक प्राणी पनि होइन कि। अब यहाँ सामाजिक प्राणी भन्ने मान्छेहरूको लागि चाहिँ समाज चाहिने हो कि। यदि तिमीले सामाजिक प्राणी होइनौ भने, आफूले मान्छौ भने तिमीले समाज चाहियो भने कि चाहिँदैन हो। अनि यही जस्तै त्यो यो नट लाइक त्यो कसैले अफेन्ड गर्नलाई होइन। जस्तै ब्राह्मणवादहरूको कुरा पनि त्यस्तै हो कि। देउता मान्नुपर्छ, किन मान्नुपर्छ भने मान्नु पर्दैन नि। फर्स्ट हो यसरी चाहिँ हामी हाम्रो दिमागै लगाउँदैनौँ कि। प्रश्न चाहिँ यहाँनिर एउटा इन्ट्रेस्टिङ कुरा आउँछ। हामी चाहिँ भनिदिएको भरमा, कसैले हो यो गर्नुपर्छ भन्नेको भरमा प्रायः चाहिँ त्यो फ्लोमै गइरहेको हुन्छौँ कि होइन। जस्तै अब मेरो उदाहरणको लागि मेरो बुवा हजुरबाहरू प्रणामी हुनुभयो, म कसरी हुन्छु भने म हुँदिनँ नि त। म बिना मैले आफूले प्रश्न नसोधिकन म हुन्छु र? मैले चेक गर्नु पऱ्यो, टेस्ट गर्नु पऱ्यो। भगवान बुद्ध त्यही त भन्नुभयो भने। एकजना हाम्रो दिलन साक्य सर भन्ने हुनुहुन्थ्यो, अनि उहाँले भन्थ्यो हामी चाहिँ तिमी पनि साकिनै पऱ्यो होइन। त्यो उहाँ के भन्नुभएको थियो भने अब हामी बुद्धको चाहिँ होइन सन्ततिहरू, तर बुद्धले मेरो मूर्ति नबनाउनु भनेको थियो, तर होइन सबैभन्दा बुद्धको मूर्ति बेचेर पैसा कमाउने हामी नै हो सर भनेको जस्तै नै हामी फ्लोमा त्यसै के। कसैले एउटा चलाक चतुर मान्छेले चाहिँ यो यस्तो गर्नुपर्छ भन्ने छ, तिमी त होइन गरुड पुराणको पाठ लाउनुपर्छ भन्ने होला, अथवा अर्को के यो चाहिँ गर्नुपर्छ भन्ने होला। ए हुनु त क्या हो भनेर हामी गर्छौँ कि। अब गरिएन भने त त्यो फेरि अर्को त्यो प्रश्नहरू उठ्छ भने उनलाई चाहिँ त्यो प्रश्न, त्यो विद्रोह चाहिँ अथवा त्यो प्रश्न सोध्ने मान्छेहरूसँग फेस गर्नुलाई डर लाग्छ कि बेसिकली। त्यो डर लाग्ने कारणले गर्दाखेरि चाहिँ उसले चाहिँ ल ठिकै छ नि त। हामी पनि जेनरली कोही झगडा गर्न आयो भने सकेसम्म त हामी के गर्न खोज्छौँ त भन्दाखेरि झगडा नगर्न खोज्छौँ नि त। हामी गर्न त खोज्दैनौँ नि त। वी ट्राई टु अभोइड द आर्गुमेन्ट्स नि त जेनरली हो। किन त्यो आर्गुमेन्ट चाहिँ लाइक गर्न चाहिँ हामी रोक्छौँ त भन्दाखेरि त्यसमा हाम्रो इनर्जी खपत धेरै हुन्छ। इनर्जी जान्छ नि त। उसले के भन्नु खोज्या, जोरी खोज्या हो भनेर झडै एक दुई मौका हान्नै पर्ला अरे होइन। भनेपछि यो गर्दै जाँदाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि सो वी ट्राई टु अभोइड द इनर्जी। अनि एक लेभलमा आयो त्यही भएर बच्चाहरू अलिक सानसानो उमेरमा भन्छ नि जेनजी अथवा अहिलेको अल्फाहरू चाहिँ बढी चाहिँ इनर्जी हुन्छ, अनि झगडा पनि गरेर हुन्छ नि। तिमीले बुढो मान्छेहरू झगडा गरेर देख्दैन नि त। सी द युज अफ इनर्जी इज हाई इन त्यो आर्गुमेन्ट्स के। त्यसकारण जति पनि विद्रोह गर्ने हो, राम्रो काम गर्ने हो, जे पनि हुन्छ, हाम्रो शहीदहरूकै कुरा गर्दाखेरि पनि गङ्गालाहरूको कुरा गरौँ, चाँडो बुढो शहीद कमी देख्छ नि त हामीले। त्यो उम्लेको रगत विद्रोह भनेकै युवा पुस्तामा आउँछ कि। अनि त्यो एउटा फेरि मेन्टालिटी पनि हो, माइन्ड सेट पनि हो। यसको मिनिङ एजले फेरि म्याटर गर्दैन, एजले म्याटर गर्दैन। यो चाहिँ माइन्ड सेटमा पनि म्याटर गर्ने कारणले गर्दाखेरि चाहिँ सो त्यस कारण चाहिँ वी नेभर आस्क क्वेसन्स के। समस्या अघि नै लाइक तिमीले भनेको त्यो मेन समस्या कहाँ छ भन्दाखेरि हामी प्रश्न सोध्न नै रोकिसक्यौँ कि हामीले आफूलाई। जस्तै त्यो फ्लोमा अघि भने चाहिँ पैसा कमाउनुपर्छ, पावर यसैमा गइरहेछौँ कि। अनि मैले भने अघि भने चाहिँ अब सिरियसनेस चाहिँ नबन्ने भने त सिरियसनेस नबनेर के हो, सिरियसनेस बनिन चुप्प लागेर बस्ने भने होइन नि त। फेरि प्रश्न चाहिँ सोधिराख्नुपर्छ कि। अनि त्यो प्रश्न पनि सोध्न फेरि चाहिँ सिक्नुपर्छ। त्यो कसरी आउँछ भन्दाखेरि अघि भने स्वाध्याय, गतिलो सङ्गत, त्यो कति कुरा त इन्ट्युसनले पनि भन्छ नि। कति मान्छे हामी त हेर्ने बित्तिकै मन पर्दैन नि त। त्यो केही न केही त छ नि त केमिस्ट्री अफ माइन्ड अफ होइन। त्यो माइन्डमा त केही न केही लोचा केमिस्ट्री भएको कारणले गर्दाखेरि त हामी त्यस्तो लाग्दो हो नि त। त्यस कारण चाहिँ बेसिकली मैले के भन्न खोजेको भन्दाखेरि
सिरियसनेस नहुने चाहिँ हो, तर त्यो प्रश्न सोध्न सिक्नुपर्छ कि सायद प्रश्न नसोधेको भए अहिले जति पनि हामी टेक्नोलोजीको कुराहरू गरिरहेका छौँ, जति पनि जुन यसले एआईका कुरा गरेका छौँ त्यो सायद हुँदैन थियो होला भन्दै गर्दाखेरि अस्ति एउटा म त्यो फिलोसफीको एउटा किताब पढ्दै थिएँ। त्यहाँ के थियो त भन्दाखेरि स्पिरिचुअलिटीले चाहिँ साइन्सले चाहिँ रिटेलमा चाहिँ लाइफलाई अलिकति लामो उमेर बनाउँछ अरे कि त्यो लेनदेन गर्ने काम चाहिँ साइन्सले रिटेलमा है रिटेलमा चाहिँ मान्छेहरूको आयु बढाउने काम गर्छ अरे अनि होलसेलमा मार्छ अरे कि एकैचोटि मार्छ नि त। अब वारहरू भयो यताउता भयो भने होइन एउटा बम पड्कायो भने त्यहाँ त होइन अब कतिजनाको खतरा टेक्नोलोजी ल्याएर होइन आइसियु त्यो एकदम मर्न लागेको मान्छे कतिजनाले बचायो होला अनि एकैचोटि कतिजनाले मार्यो होला। त्यस कारण बेसिकली त्यस कारण चाहिँ स्पिरिचुअली चाहिँ इज मोर अथवा फिलोसफी इज मोर स्ट्रङ्गर देन साइन्समा एउटा होइन लोजिक चाहिँ यो पनि राखेको थियो कि एनिवे। सो यो जुन ह्याप्पिनेस भन्छ नि हामीले होइन, अब जहाँसम्म लाग्छ अहिलेको अधिकांश मान्छेहरू चाहिँ त्यही भनौँ न अब आफ्नो चाहिँ सुरुमा पढाइ अब भनौँ न मैले पढिसके पछाडि राम्रो जब पाउँछु अरू जब पाइसके पछाडि चाहिँ फेरि राम्रो पैसा कमाउला होइन, अनि फेरि लाइफ होला, अब आफ्नो एउटा फ्यामिली होला, यस पछाडि चाहिँ म ह्याप्पिनेस पाउँछु, यो गरेपछि ह्याप्पिनेस पाउँछु, यो गरेपछि त्यो एउटा लुपमा चलिरहेछ नि होइन। त्यो चाहिँ किन भइरहेको जस्तो लाग्छ त? अब यो पनि गलत अघि नै त्यो प्रश्न आफूले सोध्दैन। र मैले अघि नै भने जस्तै ह्याप्पिनेस भनेको सबैभन्दा गलत प्रश्न नै यही हुन्छ कि हामी केही गरिसकेपछि ह्याप्पिनेस हुन्छौँ भन्छ नि। भनौँ मैले म फुटबल म्याच खेलेँ जितेँ भने ह्याप्पी हुन्छु होइन त, अनि मैले सर्टेन अब मेरो टार्गेट मानौँ चाहिँ वर्षमा मानौँ 1 करोड कमाउँछु अथवा 50 लाख कमाउँछु अनि त्यो एचिभ गरिसकेपछि ह्याप्पिनेस भनेर चाहिँ हामी मान्छौँ भनौँ न। अनि त्यही नै रङ माइन्डसेट हो कि केही गरिसकेपछि त्यो ह्याप्पिनेस आइराखेको छ भने त्यो ह्याप्पिनेस होइन, त्यसलाई प्लेजर भन्छ कि। त्यो प्लेजर र ह्याप्पिनेसको डिफ्रेन्स चाहिँ त्यहीँनिर हो कि मानौँ मलाई टोइलेट जानु मलाई चाहिँ हतार कुरा गर्दा गर्दै अब म त्यहाँ गई टोइलेट बसिसकेपछि मलाई के हुन्छ त भन्दाखेरि मलाई प्लेजर हुने हो कि ह्याप्पी हुने होइन कि। त्यो त जस्ट त्यो चाहिँ एउटा त्यो केमिकल रियाक्सन इन द ब्रेन भनौँ न, त्यो हर्मोनको कुरा छँदैछ, त्यो छँदैछ। तर भनाइको तात्पर्यमा के भन्नु खोजेको भने त्यो प्लेजर र ह्याप्पिनेसको डिफ्रेन्स चाहिँ त्यहीँनिर आउँछ कि यो त कुनै कुरा अचिभ गरिसकेपछि तिमीले त्यो पाइराखेको छौ भने त्यो प्लेजर भयो। र ह्याप्पिनेस भनेको स्टेट अफ बिइङ नै हो। तिमी कुनै पनि घटना भए पनि नभए पनि तिमी ह्याप्पी नै हुन्छौ कि। मलाई एकदमै मलाई मनपर्ने मान्छे बित्नु भयो होइन, अब म स्याड चाहिँ हुन्छु, तर त्यो ह्याप्पिनेस र स्याड भनेको फेरि त्यो त्यसरी प्यारलली पनि हामी चाहिँ वर्ड चाहिँ जाँदैनौँ कि। भनेको तात्पर्य कुनै पनि चिजले तिमीलाई इफेक्ट नगर्ने गरी जुन सिकिराखेको हुन्छ नि, जस्तै अलिकति मच्योर मान्छेहरू जस्तै सन्त महापुरुषहरू उहाँहरू चाहिँ जसोको स्थितिमा पनि ह्याप्पी नै हुन्छ कि। ह्याप्पी हुनु भनेको हाहा गरेर हाँस्नुलाई ह्याप्पिनेस भने होइन नि त, स्टेट अफ बिइङ हो नि त। जस्तोकै परिस्थितिमा पनि उसले गर्ने व्यवहार उसको माइन्ड सेट चाहिँ एउटा एकै नासको अथवा स्थित प्रज्ञ भन्छौँ हामी होइन। अब त्यो हाम्रो गीताको माध्यमबाट सम्यक दृष्टि होइन, सम्यकवाला धेरै वर्डहरू छ नि हाम्रो बुद्धिज्ममा पनि। त्यो हिसाबमा चाहिँ ह्याप्पिनेस इज स्टेट अफ बिइङ नै हो कि। कुनै चिजपछि हामी त्यसरी चाहिँ कहिले पनि सोच्न थाल्यो भने हामी फेरि स्याडतिर जान्छौँ, हामी दुखी नै हुन्छौँ। सो एउटा कस्तो थियो भन्दाखेरि मैले एकजनालाई सोधेको थिएँ कि उहाँहरूले चाहिँ मैले चाहिँ यो सुरुमा स्पिरिचुअलिटी र मेटेरियलिस्टिक कुराहरू छ नि छुट्टा छुट्टै हो जस्तो मेरो कन्सेप्ट थियो होइन। उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि दिस इज जस्ट स्पिरिचुअलिटी र यो जुन मेटेरियलिस्टिक वर्ल्ड छ नि यो चाहिँ एकदम रिलेटेड कुरा हो होइन, यसलाई चाहिँ अलग गर्नै मिल्दैन भन्ने कुरा गर्नुभयो क्या। यसको बारेमा चाहिँ तपाईँको विचार के छ? मेटेरियलिजम र स्पिरिचुअलिटी होइन, अब यस्तो हो तिमीले स्पिरिचुअल जुन एक्सपिरियन्स गर्छौ नि त्यो शरीरको थ्रुबाट नै गर्ने हो क्या। शरीरम खलु धर्म साधनम भन्छ नि त। त्यो भन्ने बित्तिकै इमेजिन गर जस्तै हामी सोल छ छैन आफ्नै ठाउँमा होला होइन। त्यो मेनिफेस्ट भनेको त उसले जस्तै मानौ तिमीसँग पैसा छ भनेर थाहा कसरी पाउने भन्दाखेरि तिमीले जस्तै अब मिठो खान्छ होला, गाडीमा चढ्छ अथवा ट्राभल गर्छ होला धेरै होइन, अब प्लेनमै ट्राभल गर्छ होला होइन, तिम्रो लुगा फाटाहरू त्यो हिसाबमा एउटा देखिन्छ नि त होइन। जेनरली भनेको त्यो मेनिफेस्ट त त्यसरी गर्छ नि त। भनेको जस्तै नै त्यो स्पिरिचुअलिटी मेनिफेस्ट गर्ने देखाउने तरिका शरीर हो नि त। शरीर छैन अब आत्माले त त्यो केही त चाहियो नि त उसलाई। म आत्मा छु भनेर एक्जिस्ट गरेर त्यो प्रमाणको लागि उसले शरीर धारण गर्ने हो क्या, प्रमाण त्यो देखाउनको लागि। नभए पनि के छैन त शरीर नहुँदा आत्मा अथवा त्यो जुन इनर्जी इनर्जी त नभनौँ भनेको तात्पर्य त्यो तत्त्व त छ नि त। स्पिरिचुअलिटी अब शरीर भएपछि
उसले म्यानिफेस्ट चाहिँ गर्ने भयो स्पिरिचुअलिटी, त्यो हिसाबमा त्यो चाहिने भएको। अब त्यो नहुँदाखेरि चाहिँ के भयो त भन्दाखेरि बेसिकली मैले भने जस्तै स्पिरिचुअली छन चाहिँ छ त देखिएन कि, देखिनको लागि लुगा चाहिँ शरीर भइरहेको अथवा म्याटेरियलिजम भइरहेको मात्रै हो कि। त्यस कारण अब लाइक अभियसली इन्टररिलेटेड चाहिँ डेफिनेटली हुन्छ, इन्टर बिङ होइन र। सो ह्याप्पिनेस, पिस, अनि जुन यो अहिले के भन्नुभयो प्लेजर होइन, पिस त कुरा गरेको छैन हामी, ठिकै छ। ह्याप्पिनेस र प्लेजरको कुरा गरेँ मैले। सो यो मान्छेले जति पनि लाइफ बाँच्छ नि होइन, त्यो सबै चाहिँ केही न केही पर्पज त होला नि मान्छे। जस्तै कसैको छुट्टै पर्पज होला, कसैको के पर्पज होला होइन, कसैलाई के गर्न मन लाग्ला, यो एक्ज्याक्टली एउटा पर्पज हुन्छ कि हुँदैन होइन। कतिले चाहिँ जस्तो यो फेरि अलिक रुड भएर भन्नुपर्छ यस्तो कुराहरू होइन, त्यो ट्रुथ भित्र हुन्छ भने जस्तै लाइफको मिनिङ जुन हामी भन्छौँ नि, लाइफको मिनिङ किन हुनु पर्यो भने कि नहुँदा के हुन्छ, यो प्रश्न सोधेको छ हामीलाई। लाइफको मिनिङ हुनु परेन होइन, लाइफको मिनिङ हुनु जरुरत छैन कि। अनि हामी किन त अब यो प्रश्न त प्रायले किन लाइफको मिनिङ चाहिँ के हो भनेर सोध्छन् त भन्दाखेरि, अब एक्चुअली इमेजिन गर लाइफको मिनिङ छैन रे, ऊ त रित्तो भयो नि त। ऊ रित्तो भइसकेपछि उसलाई डर लाग्छ कि ओहो त्यो पछाडि केही छैन भने चाहिँ डर लाग्छ नि त। अनि ऊ आफै बनाउँछ कि, उसले मिनिङ चाहियो भने पनि आफै बनाएको, ऊ आफ्नै अहङ्कार, ऊ आफ्नै एउटा डरले लाइफको मिनिङ चाहिन्छ भनेर बनाएको कि। किन अघि भने जस्तै त्यो नभएपछि ऊ त रित्तो खाली हुन्छ। अनि उसले त्यसकारण गडहरू पनि इमेजिन गर त, मान्छे जस्तै बनाउँछ नि उसले बाँदर जस्तो गड बनाएको छ। हनुमान एउटा आयो होइन, त्यो पनि हिसाबमा, तर पनि हनुमानको स्वरूप पनि टोटल्ली अब मान्छे जस्तै बन्यो, एन्थ्रोपोमर्फिक भन्छ हुन चाहिँ होइन। उसले डियर जस्तो पाण्डा जस्तो भगवान बनाएको छैन नि त, किन भन्दाखेरि उसले त्यो हरेक तत्त्वमा आफै जस्तै हेर्न खोज्छ कि, भगवानलाई पनि आफै जस्तै हेर्न खोज्छ कि त्यो हिसाबमा। अनि ऊ रित्तो उसको आफ्नै त्यो चाहिँ अहङ्कार डरले गर्दाखेरि उसले मिनिङ खोजिरहेको हो कि। मिनिङ चाहिँ केही हुँदैन लाइफको, अनेस्टली भन्दा मिनिङ चाहिँ केही हुँदैन। त्यो तिमीलाई जस्तो मिनिङ बनाउनु मन लाग्छ, तिमीलाई अघि नै भने त्यो पैसाको कुरा गरेर चाहिँ पैसा चाहियो होइन, अथवा कुद्छ भने तिमीलाई चाहियो, अरूको संसारलाई चाहिएन। अनि आफ्नो तिम्रो चाहिँ त्यो चाहिँ लोभ लालच त्यो हुन्छ नि, त्यसलाई चाहिँ सबै कुद्छ, कोही कुदेको छैन, तिमीले कुदेर हो। त्यो तिम्रो आफ्नो त्यो कुरालाई चाहिँ अरू भनेर चाहिँ हामी जेनरली चाहिँ आफू बस्न खोज्छौँ। किन भन्दाखेरि अरूले त हिजो एउटा एकदम इन्ट्रेस्टिङ इक्जाम्पल छ, त्यो थापातली चोक्ने र गाडी रोक्छ नि, त्यो रोक्ने बेलामा चाहिँ अलिकति लगभग 10 मिनट जति परै रोक्छ कि सुरुवातमा, सबैजना 10 मिनट जति परै रोक्छ। अनि त्रिपुरेश्वरबाट आउनेहरू चाहिँ सट्ट यता आउँछ, अनि त्यसपछि त्यो आइसकेपछि उता थापातली के अरे माइती घरतिरबाट गएको उता जान्छ। अनि सोझा मेरो साइडमा थियो, मैले के भनेको थिएँ उसलाई एउटा एक्सपेरिमेन्ट देखाइदिएको थिएँ कि मान्छेले चाहिँ कसरी चाहिँ भिडिँदैन भनौँ, मतलब फलो कसरी गर्छ भन्दाखेरि मैले झ्यापा रोक्थेँ 10 मिटर जति अगाडि, अरूले पनि सबै रोक्यो। अनि सिटी के पनि ट्राफिकले के भनेको थिएँ कि मैले अब हेरेँ म अलिकति अगाडि लाग्छु, अनि सबै मेरो पछि आउँछ अरे भने अनि मैले अलिकति बिस्तारै अगाडि लगेँ। अनि बाइकहरू काटेर बिस्तारै साइड मेरो प्यारलल, मभन्दा अगाडि कोही थिएन, एउटै लाइनमा थियो। अनि बिस्तारै उनीहरू पनि अगाडि आयो क्या। मैले भने सी एउटा अलिकति चलाक अथवा अलिकति चतुर मान्छे अथवा हुन्छ नि त्यो लिडिङ गराउनु पनि यस्तो हो भनेर गराउने मान्छेले गऱ्यो भने सबैले त्यो फलो गर्यो। किन प्रायःले दिमाग लगाउँदैन, प्रश्न सोध्दैन, ए म त अगाडि जानु हुन्थ्यो, लाइन त अगाडि थियो नि त, ट्राफिकले त्यो पछाडि जानु नहुने भने लाइन त अगाडि थियो। त्यो आधारमा चाहिँ सी द्याट्स वाइ मैले यो हाम्रो चाहिँ कुराको जिस चाहिँ वी डोन्ट आस्क क्वेसन भन्नेतिर सेन्टर बनाएको कि। त्यस कारण चाहिँ लाइफको मिनिङको कुरा गऱ्यौँ अथवा ह्याप्पिनेसको कुरा गऱ्यौँ, हामी जेनरली आफूलाई प्रश्न सोध्नु भन्दा पनि अर्कालाई एउटा रित्तोपनको डर, मैले किन भने एउटा रित्तोपनको डर भइहाल्यो। अर्को चाहिँ अरूलाई देखाएर आफू बस्न खोज्ने, जस्तै तिमीले किन घुस खाएको भन्दा मेरो हाकिमले खाएको नि त, उसले पनि त त्यत्रो खाएको करोडौँ खाएको, मैले खानु हुँदैन, ए हाकिमको कुरा नगर तैँले चाहिँ किन खाएको भने त्यो सोध्यो भने त ऊ त हुन्छ नि भनेपछि। त्यस कारण हामी प्रायः जस्तो चाहिँ अर्काको कुरा गरेर चाहिँ बस्न खोज्छौँ भन्ने कुरा पनि प्रश्न चाहिँ इम्पोर्टेन्ट छ। सो मान्छेहरूलाई चाहिँ अब यो मृत्यु भन्छ नि होइन, कतिले चाहिँ मृत्यु भन्ने बित्तिकै यस्तो कुरा नगर होइन, यो एकदम चाहिँ अशुभ कुरा हो भन्छ नि त। मृत्यु भन्ने बित्तिकै मान्छेलाई डर लाग्न थाल्दो रहेछ क्या होइन। यो चाहिँ किन होला, अब साइकोलोजी के होला? अघिको कुरासँग जोडिन्छ मृत्यु भन्ने बित्तिकै, किन उसलाई मृत्यु पछाडि के हुन्छ भने थाहा छैन नि त, अनि डर हो के। तिमीले मृत्यु देखाएको छ छैन, तिमीले लास्ट मात्र देखाएको छ नि त, तिमीले लास्ट मात्र देखाएको छ। मृत्यु भनेको कसैले पनि संसारमा देखाएको छैन कि, किन देख्ने मान्छेले त मैले मृत्यु देखेँ भने त भन्न आउँदैन। बेसिकली मृत्यु त हुँदैन। बेसिकली अब सद्गुरुको पनि एउटा त्यहाँ लाइक सायद त्यो इन्टरभ्यूमा छ, उहाँले पनि सोध्नुहुन्छ मृत्यु देखाएको छ त भन्छ छैन नि त, हामीले त कुनै अब लास देख्ने हो
मृत्यु कसैले देखाएको छैन कि। त्यसकारण जीवनै जीवन छ संसारमा भनेर उहाँले पनि भन्नुहुन्छ। बेसिकली मृत्यु नै हुँदैन क्या, वी जस्ट भनौँ न इभन थीच नाथ हानदेखि लिएर बुद्धिज्ममा पनि त्यो कुराहरू छ, इन्टर बिइङको कुरा हो। हामी मृत्यु कहिले पनि हुँदैनौँ कि, हामी अर्को चिज बन्छौँ। जस्तै मानव पेपर छ, एकछिनको लागि हामीले प्लान्टबाट पेपर बनायौँ, पेपर छ, पेपरमा लेख्यौँ, पुरानो हामी त अब खाली पुरानो कागज हुन्छ नि उहाँले धेरै पठायौँ, अथवा आगो बाल्यौँ, पेपर कहाँ गयो त? पेपर कहाँ गयो होइन? अथवा मैनबत्तीको जुन आगो भएर गइरहेछ त्यो मैन कहाँ गयो भन्दाखेरि अर्को चिजमा चाहिँ ट्रान्सफर भएको अथवा कन्भर्ट भएको हो नि त। त्यो हिसाबमा चाहिँ हाम्रो बडीले जुन यो अब तत्त्वको जुन छ अर्को चिजमा कन्भर्ट हुने हो, हराउने होइन कि। देयर इज नथिङ एज कल्ड एज द वर्ड डेथ के। डेथ भन्ने चिज हुँदैन क्या खास, यो पनि बनाइया कुरा हो। मान्छेलाई चाहिँ अलिक अब हुनसक्छ तर्साउनु बनाइया होला, अथवा त्यसले बदमासी गर्छ भनेर त्यो राम्रो काम गरोस् भनेर बनाइया हो होइन। त्यस कारण चाहिँ त्यो चाहिँ हुँदैन। अब यसलाई चाहिँ राम्रो वर्डमा चाहिँ कसरी भन्न सकिन्छ भन्दाखेरि त्यो ट्रान्जिसन जुन हुनेवाला छ एउटा अलिकति कम्प्लिटली हामी त्यो के अरे फिजिकल रियाक्सन र केमिकल रियाक्सन भनेर छ क्या होइन। पानीलाई त्यो बन्ने, त्यो हुँदाखेरि अब चाहिँ के अरे आइसलाई मानव वाटर बनाउनु मिल्यो, वाटरलाई फेरि आइस बनाउनु मिल्यो होइन, त्यस्तो खालको होइन। अनि केमिकल रियाक्सन भनेपछि टोटली न्यू बन्छ भन्छ नि हो। त्यो केमिकल रियाक्सन जस्तै नि एउटा फिजिकल एन्टिटी चाहिँ इरिभर्सिबल रियाक्सन भएर गयो भनेको चाहिँ त्यो रियाक्सनलाई चाहिँ डेथ भने हो भनेर हामी साइन्टिफिक वेमा यसरी पनि भन्न सक्छौँ भनौँ न। त्यो भन्दा अलिअलि बेटर होला। फिजिकल त हुँदैन, किनभने अब फेरि मरिसकेको मान्छे त फेरि होइन बच्चा भने त्यस्तो मिल्ने कुरा होइन। त्यस कारण इट इज अ टाइप अफ केमिकल रियाक्सन भेट लाइक द स्टेट चेन्जेस। म एउटा चिज अब म पछि अर्को चिज बन्न सक्छु, म क्लाउड बन्न सकौँला अरे, म डस्ट बन्न सकौँला अरे, म केही न केही त बन्छु, केही न केही नबन्ने त होइन नि त। अब डेथ भने कम्प्लिट चाहिँ भनौँ न सबै सकिएको भन्ने वर्ड जेनरली हाम्रो दिमागमा हामीले जुन राखेका छौँ त्यस्तो चाहिँ होइन भन्न खोजेको। सो हुन्छ नि अब तपाईँको सजेसन अनुसार चाहिँ अब नर्मल एउटा मान्छेले चाहिँ कसरी बाँच्नुपर्छ आफ्नो लाइफ, कसरी चाहिँ त्यसलाई अगाडि बढाउनुपर्छ जस्तो लाग्छ? अब यो पनि इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि मैले यसरी बाँच्नुपर्छ भन्दा पनि छ नि त्यो मान्छेको। अब जस्तै बाबुलाई मानौँ अब बाबु स्कुल जान्छ, फुटबल खेल्छ होइन, अब उसलाई चाहिँ होइन यसरी बाँच्नुपर्छ भने पनि है किन बाँच्नुपर्छ उसलाई लाग्छ नि त। त्यस कारण चाहिँ आफ्नो चेतना स्तरले जस्तो भन्छ त्यसरी नै बाँच्ने हो। जो आफूलाई जे ठिक लाग्छ त्यो गर्ने हो कि होइन? त्यो पनि होइन। कस्तो भन्दाखेरि हामी चाहिँ कन्टिन्युसली इभल्भ हुँदै जान्छौँ कि। जस्तै हामी इभल्भ हुँदै आएको हो नि त। अनि लाइक चेन्ज इज द ओन्ली कन्स्ट्यान्ट थिङ इन द वर्ल्ड भन्छौँ होइन। अहिले तिमीलाई सर्टेन कुराहरू लागिरहेछ नि यस्तो यस्तो भनेर चाहिँ पैसा कमाउनुपर्छ होइन, फ्यामिलीलाई हेर्नुपर्छ भनेर जुन लागिरहेको कुरा छ नि सर्टेन टाइममा त चेन्ज हुन्छ कि अटोमेटिक। इभन द माइन्ड सेट चेन्जेस, पर्सपेक्टिभ चेन्जेस, यो सबै हामीले सिकिरहेको कुरा चेन्ज हुँदै जान्छ कि चाहँदा नचाहँदै। त्यस कारण अहिले जसरी बाँच्नुपर्छ भनेर लागिरहेछ त्यो सर्टेन टाइममा चाहिँ अर्को तरिकाले यसरी त हुँदैन रहेछ भने। त्यस कारण यो ट्रायल एन्ड एररवाला हुन्छ नि त्यो गरेर बाँच्छ। तर भन्दै गर्दाखेरि के चाहिँ हो भने हाम्रो गुरुजनहरू उहाँहरूले त एउटा धेरैजनाको एउटा कन्सट्यान्ट साइन्सले जस्तै कन्टिन्यू प्रोसेसमा टेस्टिङ चाहिँ गर्दै आछौँ नि त। त्यही भएर त स्क्रिप्चरहरू आयो, अहङ्कार गर्नु हुँदैन भने माने एकछिन अहङ्कारकै कुरा गरौँ। कसै गरे मानौँ होइन त्यो डाइजेनस र अलेक्जेन्डरकै हो क्या एउटा त्यो छ नि चट्ट बसिराख्नुहुन्छ, ल के चाहिन्छ तिमीलाई भन भन्दाखेरि मेरो घाम छ कि उता यस्तै हो कि कुरा। त्यो भने जस्तै अब अलेक्जेन्डर लाग्यो मैले त सम्राट हो म होइन, म त सम्राट हो, मैले त यसलाई त के दिन सक्छु भनेर उहाँले सोचेर प्रश्न सोध्नु भयो। अब डाइजेनसले त्यस्तो के उसको माइन्ड सेटमा उसलाई त त्यो कुनै पनि अचिभमेन्ट नै होइन नि त। ऊ त घाम तापिरहेको थियो, उसले घाम के उता जाऊ भनेको। त्यस कारण चाहिँ इट डजन्ट म्याटर कि त्यो पर्सपेक्टिभ चाहिँ कसैले यस्तो बाँच्नुपर्छ भन्दाखेरि कहिलेकाहीँ ऊ परिपक्व त्यो तरिकाबाट बाँच्न नभएको हुनसक्छ होइन। हामी प्रायः जस्तो त्यस कारण चाहिँ यो चाहिँ मैले त भनेको तरिकाबाट बाँच्यो भने जस्तै बाबाहरूलाई पनि ट्राई गर होइन, यसरी गर भन्दाखेरि उसले एकछिनको लागि हाम्रो अगाडि चाहिँ माने जस्तो गरिदिन्छ तर ऊ मान्दैन कि। किनभने त्यो चिज मान्नलाई ऊ परिपक्व भएको छैन नि त। त्यस कारण हामी के भन्छौँ त भन्दाखेरि त्यो फिसिङवाला कुरा उदाहरण छ नि, फिस र फिसिङ, फिस दिने होइन फिसिङ सिकाऊ भने जस्तै वी क्यान जस्ट बिकम द इक्जाम्पल फर अदर्स सो द्याट दे क्यान फलो के भनेर संसारमा कसैले मान्नेवाला छैन कि। तिमीले भनेको मैले भनेको इभन कतै त यहाँ ठुल्ठुला चाहिँ युनिभर्सल गुरुहरू छैनन् र कसैले मानेको छैन र किन मान्दैनन् भन्दाखेरि त्यो पार्टिकुलर चाहिँ माइन्ड सेट चाहिँ उसले हेरेर हुन्छ क्या। पिपल अब्जर्भ्स के। जस्तै एकजना हाम्रो वृन्दावनमा पनि प्रेमानन्दजी महाराज हुनुहुन्छ नि त,
उहाँले पनि त अब कति कुराहरू भन्नु उहाँ जस्तै तर कतिजना उहाँबाट किन प्रेरित हुनुहुन्छ भन्दाखेरि मलाई पर्सनल लाग्छ उहाँको कुरा त छँदैछ उहाँभन्दा राम्रो खतरा खतरा कुरा गर्ने त कति छन् के तर उहाँले प्रायःले किन फलो गर्नुहुन्छ भन्दाखेरि बिकज हि इज लिभिङ वाट इज सेइङ के उहाँले जे भन्नुहुन्छ त्यो त उहाँले आफैले पनि बाँचिराख्नु भएको छ नि जस्तै उहाँ अब उदाहरणको लागि क्षेत्र सन्यास भन्छ कि उदाहरणको लागि उहाँ वृन्दावनबाट बाहिर कहिले ननिक्लिने भनेर सन्यास लिनु भएको छ मायापुरबाट कता कताबाट उहाँलाई निमन्त्रण आएको थियो तर उहाँ जानु भएन किन भन्दाखेरि उहाँ क्षेत्र सन्यासमा हुनुहुन्छ त्यो स्ट्रिक्टली साधनारत मान्छेहरू नै हुनुपर्छ के त्यसकारण चाहिँ आइएम अल्सो ट्राइङ टु बी है अब त्यो त अब लाइक फेरि म भन्दै गर्दाखेरि फेरि मैले अर्को उदाहरण लिएँ जस्तो हुन्छ बट आशा छ होइन त्यो डिभिनिटीसँग एउटा प्रार्थना पनि छ कि म पनि एउटा भनौँ न त्यो सिम्पल वेमा एउटा उदाहरण बन्न सकौँ भन्ने नै छ मलाई पनि त्यो हिसाबमा त्यस कारण म यस्तो बाँच्न त्यस कारण मैले के भने भन्दाखेरि आई एम ट्राइङ टु लिभ द वे आई थिङ्क इज गुड फर मी फर द लाइक ओभरअल युनिभर्स भनौँ त्यो हिसाबमा सो तपाईँकै अब लाइफ एक्सपिरियन्स अनुसार नै भनौँ न होइन अब म पनि त्यसमा चाहिँ आउँदैछु बिस्तारै होइन तर चाहिँ एउटा एक्सपिरियन्स अनुसार चाहिँ अब कसरी चाहिँ आफ्नो मेन्टालिटी चेन्ज हुँदै गएको होइन अनि यो पहिलादेखि नै यस्तै भनौँ न अलिकति स्पिरिचुअलिटीतिर अरू चाहिँ अलिक हायर डाइमेन्सनतिर होइन म आफूलाई स्पिरिचुअल भनेर चाहिँ भन्दिनँ त्यसरी होइन बट डेफिनेटली म एउटा सिकर चाहिँ हो म एउटा सिकर चाहिँ हो कि किन भन्दाखेरि त्यो चाहिँ कति कुराहरू आफ्नै एक्सपिरियन्सबाट पनि ल सानो एउटा उदाहरण दिउँ कति कुरा चाहिँ आफ्नो हातमा हुँदैन भन्ने चाहिँ जब मान्छे थाहा हुँदै जान्छ नि त त्यो कहिले मैले सायद अस्ति लास्ट टाइम बहिनीसँगको एउटा त्यो मैले पनि कुरामा पनि भनेको थिएँ कोही कोही मान्छे चाहिँ सुरुवातमा एकदम अहमले होइन म यो पनि गर्न सक्छु ऊ पनि गर्छु संसारै परिवर्तन गर्न सक्छु जस्तो लाग्छ कि अनि एक लेभलमा थाहा हुन्छ कि ए नहुने रहेछ मैले सबै त्यो गर्न खोजेर चाहिँ नहुने रहेछ भनेर अनि ऊ थाक्छ कि बाई डिफल्ट ऊ थाक्छ अनि फेरि ऊ चाहिँ होइन अब भगवान्को मर्जीवाला मोडमै आउने हो कि बेसिकली होइन अनि कोही अब बुझ कि अथवा चाहिँ अलिकति अब होइन सङ्गतहरू राम्रो भएको मान्छे अथवा स्वाध्यायले चाहिँ कोही कोहीले चाहिँ पहिल्यै थाहा हुन्छ कि एभ्रिथिङ नट इन यर ह्यान्ड जस्ट आफ्नो कामहरू गरेर जस्तो गीताहरूमा पनि त्यही त कुराहरू आउँछ होइन त्यो हिसाबमा चाहिँ जस्तै मैले लगभग 8-10 वर्ष चाहिँ जागिर खाएँ मैले सानो उदाहरणबाट दिनु खोजेको जागिर खाएँ मेरो त जागिर 8-10 वर्ष खाएको सबै फाइनेन्समा डुब्यो कि टु बी अनेस्टमा अब अनि कति ठाउँमा त म आई युज टु लाइक वर्क फर 12 आवर्स पनि है अब स्कुलको नामहरू नलिउँ म गर्थेँ तर मलाई कहाँ त्यो राजनीति सिजनीति गरेर मलाई त्यो काम पनि अप्ठ्यारो पार्थ्यो कि अनि मैले त्यही ठाउँमा चाहिँ लास्ट मेरो काम गरेको ठाउँमा पनि मैले नै एउटा डिसिजन गरेँ कि म जिन्दगीमा जागिर नेपालमा चाहिँ जागिर खान्न जागिर खाएकोलाई नराम्रो भने होइन कि म पर्सनल एक्सपिरियन्समा म जागिर खान्न भनेर म त्यसपछि त्यसो होइन एलमार्टमा अब फुल टाइम लाग्यो अथवा यसरी नै भनौँ न त्यो अनि उहाँ त्यो अनि अब जस्तै कोभिडहरू भयो के होइन अब हाम्रो अब अलिक फ्लोरिस भयो त्यो टाइममा भनेको तात्पर्य के भन्नु खोजेको भन्दाखेरि त्यस कारण चाहिँ त्यो कर्ता भाव धेरै आउँदाखेरि अहमता आउँदाखेरि चाहिँ आफूलाई नै हानि हो भनेर मान्छेले एक्सपिरियन्स गरिसकेपछि उसमा अलिकति सरलता नम्रताहरू अनि जिन्दगीप्रतिको धारणाहरू अटोमेटिक आउँछ नि अब त्यो भन्दै गर्दा फेरि ब्याकग्राउन्ड त बनिरहेको हुनुपर्छ नि त त्यहाँ भोज अचानक आज भोज गर्ने भन्नेमा हुन्छ र त्यो त प्रिपरेसन चाहियो नि भनेको जस्तै अब सानैदेखि म एउटा अब मेमोरी पनि लेख्दैछु मोस्ट प्रोबेबली हामी अब 2026 को अगस्तमा चाहिँ अब लन्च गर्ने मेरो होइन त्यो प्लान पनि छ मेमोरी भन्नाले भर्खर तिमीले सोधे जस्तै नि यो सानो बेलादेखिको त्यसमा अब त्यो एन्थ्रोपोलोजिकल एभिडेन्सहरू पनि हुन्छ सुनाकोटीमा जस्तै मेरो बाल्यकाल कसरी बित्यो म अब पुणे डायरिजहरू अथवा इन्डियामा पढ्न जाँदाखेरिको कुराहरू अनि म जागिर कसरी एउटा एन्टरप्रेन्योरसिपको जर्नी होइन अनि मैले एक्सपिरियन्स गरेका डेथ मेरो लागि के हुँदै आयो सानो बेलामा मेरो डेथ भनेको के थियो र अहिलेसम्म आउँदाखेरि डेथलाई म कुन तरिकाबाट लिन्छु होइन मेरो यात्राका कुराहरू सबै यो मिसाएर चाहिँ लगभग लेख्ने कुरा त लगभग सकिसकेको छ 90% सकिसकेको छ अब खालि त्यो अलिकति इलिस्ट्रेसनको पार्टहरू अनि प्रेसमा पठाउनु मात्रै बाँकी छ त्यो भइसकेपछि हामी आई थिङ्क यु विल अल्सो डेफिनेटली गेट चान्स टु अब रिड द्याट अनि मैले अब साथीहरूलाई पनि कतिजनाले चाहिँ त्यो रिभ्यूको लागि पनि पठाइ पनि रहेको हुन्छ एकचोटि पढाउन त भनेर होइन यसो गर्दा ठिक हुन्छ भन्छ सो आइएम जस्ट डुइङ द्याट कुरा त्यही हो त्यो बुकबाट पनि सायद धेरै कुरा प्रष्ट हुन्छ कि म यस्तो किन भएँ अब र भविष्यमा म के गर्ने चाहिँ प्लान गर्दैछु भन्ने कुरा फर इक्जाम्पल अब जिन्दगीभरि म येलोमा अथवा बिजनेसै गरेर त बस्दिनँ पक्कै सो शरीरले आफूलाई नसक्ने बनाउनु भन्दा अगाडि नै आफू के गर्ने भन्ने प्लान चाहिँ क्लियर हुनुपर्छ कि जस्तै गुरुजीले भन्नुहुन्थ्यो कि जहिले पनि मान्छेलाई एउटा त्यो
अशक्त भइसकेपछि जो पनि अलिकति त्यो हुन्छ नि अलिकति सन्यास बन्छु यहाँमा भन्छन् क्या सबैले। हामी नसक्ने भइसकेपछि सबैले त्यो चाहिँ छोड्ने नै खोज्ने हो कि। तर सक्ने बेलामा छोड्दा पो मजा नि होइन, सक्ने बेलामा छोड्दा पो मजा नि। त्यो मान्छेले प्रायः गर्दैन कि। सबै बुढो भइसकेपछि त्यो धर्म जुन गर्ने कुरा छ नि, उदाहरण एउटा हाम्रो चलेको कुरा, बुढो धर्म त बुढो त्यसले नचाहे पनि धर्म गर्छौ कि बुढो भएपछि त। तिमीलाई त डर लाग्छ, अब के हो भन्ने लाग्छ। त्यो सक्दाखेरि नै स्पिरिचुअलिटी भनौँ धर्म भन्दा पनि त्यसलाई प्यारलले लग्दा पो आफूलाई पनि राम्रो भयो नि। एकजना दाइ हाम्रो सुनाकोटीमै दाइ हुनुहुन्छ, महेन्द्र दाइ अहिले एलएमा पनि हुनुहुन्छ सायदमा। अनि उहाँले पनि पहिला यहाँ बिहान 4 बजे उहाँ आउनुहुन्थ्यो होइन। अनि उहाँले भन्थ्यो अहिले शरीरलाई गाह्रो बनायो भने पछि उमेर जाँदाखेरि चाहिँ शरीरले तिमीलाई अलिकति इजी बनाउँछ अथवा होइन हामी बाँच्नलाई अथवा त्यो सरल बनाउँछ। अहिले तिमी अब अल्छी भयो भने भोलिपछि दुःख पाउँछौ। दुःख चाहिँ एकचोटि पाउने हो कि त अहिले पाएर पछि इजी बनाऊ कि होइन। त्यो हिसाबमा चाहिँ यु हेभ टु जस्ट डिसाइड युर सेल्फ भन्ने कुराहरू हो होइन। त्यस कारण चाहिँ अचानक आउँदैन भन्नु खोजेको, त्यो मिल्नु चाहिँ पर्छ। तिमीसँग चाहिँ एकदमै चाहिँ अब अलिकति नराम्रो मान्छेहरूसँग गर्ने होइन, पैसाकै पछि लागिरहेछ, मुभी पनि त्यस्तै खालको हेरिरहेछ। एउटा इन्ट्रेस्टिङ कुरा के त भन्दाखेरि हामी सटल रूपमा चाहिँ इफेक्ट भइरहेको हुन्छ कि। यहाँ एउटा भन्नु मन लाग्यो, अब कतिजनाले गाली पनि गर्ला मलाई। जस्तै हामी अब त्यो रेप केसका कुरादेखि लिएर अथवा अरू जति पनि कुराहरू हुन्छ नि, अब हत्या हिंसाको कुराहरूमा चाहिँ त्यो सटल वेमा इफेक्ट चाहिँ हुन्छ क्या। जस्तै मानव एउटा चाहिँ अलिकति अर्धनग्न चाहिँ केटीको कारणले गर्दाखेरि रेप भयो भने होइन कि, तर एउटा नर्मल मान्छेको माइन्डमा चाहिँ कता कता सटल लेभलमा ब्याक एन्डमा त्यो इमेज त छ नि त, आई वान्ट टु अचिभ द्याट भन्ने त हुन्छ नि त। जस्तै हामीले मानौँ अब कति कुराहरू देखिरहेको हुन्छौँ, अब यसको मिनिङ चाहिँ अब त्यो जे भइरहेछ त्यो हुने भने चाहिँ होइन, तर 0.1% इन्फिनिटी 1 छन त छ नि कन्ट्रिब्युसन, किन छैन भने होइन। आजकल रिल्सको नाममा के को नाममा आफ्नो त्यो शरीर नै चाहिँ लगभग अझ यसलाई अझ रुट ल्याङ्ग्वेज नै ब्रुटल नै भन्नुपर्छ क्या। त्यो ब्रुटल अनेस्टी नै हुनुपर्छ जस्तो लाग्छ। आजकल हामी चाहिँ धेरै त्यो डिप्लोमेटिक भएर बोल्नु चाहिँ हुँदैन जस्तो लागेर मैले यो भनिरहेको छु। जस्तै कतिजना हाम्रो लाइक त्यो अब जस्तै अब यो चाहिँ बिजनेसमा हुनुहुन्छ, बिजनेसै भन्छु म त फेरि, हाम्रो कल गरेर भन्नु सिधै भन्दाखेरि होइन, अथवा सेक्स वर्कर जो हुनुहुन्छ उहाँहरू चाहिँ अलिकति हार्डकोर त्यसमा लागेको हो। छाला हामी अझ सन्त महात्माहरूले चाहिँ छालाको व्यापार नै भन्छ होइन। अनि हाम्रो जुन चाहिँ मासु बेच्ने व्यापारी हुन्छ उहाँ चाहिँ मासुको व्यापारी भयो, त्यो छाला बेच्ने व्यापारी हो। त्यो टिकटक रिलमा जुन चाहिँ आफ्नो त्यो शरीरलाई चाहिँ हुन्छ नि गरेर त्यो पनि उहाँहरू पनि व्यापार नै हो कि। त्यसले पुरै त्यो कलाशाला भनेर हुँदैन। कला भनेको जस्तै अब हाम्रो स्पेसल हार्डकोर चाहिँ अब मानव डान्स गर्ने गीत गाउनेहरू हुनुहुन्छ नि त, डेफिनेटली उहाँहरू हुनुहुन्न र उहाँहरूको नाम खतरा नै हुनुहुन्छ नि। तर त्यो अघि नै भने जस्तै अर्काको उदाहरण दिएर चाहिँ आफू बस्न खोज्ने जुन मैले भनेको थिएँ नि, मलाई चाहिँ पैसाको पछि मलाई कुद्नु परेको छ नि, अर्काको अरू लाग्यो भने जस्तै। अनि त्यो सबै एज अ मासमा चाहिँ आफू बस्न खोजे जस्तो मात्र हो क्या। त्यो इन्स्टा टिकटक फेसबुक वाटेभर आफ्नो होइन शरीर खुला रूपमा भन्ने भने हो क्या। डर किन मान्ने हो त? मान्छेले त सेक्स वर्क गर्न मिल्छ, मासु काटेर बेच्न मिल्छ भने तिमीले पनि आफ्नो शरीर देखाएर केही न केही चाहिँ पैसा आओस् भनेर तिमीले गरिरहेको हो। ठिक छ त, नराम्रो भनेको छैन नि त मैले, राम्रो त राम्रो हो। तर त्यसलाई कला भनेर चाहिँ नभन भने कि कला होइन क्या। कला चाहिँ हो, किन वाच्यायनको मा तिम्रो अब डिफ्रेन्ट होइन यौनको पनि त त्यहाँ एक्टिभिटीहरूको बारेमा छ नि त। भनेको जस्तै त्यो कला त कलै हो फेरि, त्यो क्रियाकलापमा कला हुन्छ। तर व्यापार हो क्या फेरि। त्यहाँ कला भन्दा पनि व्यापार बढी भएको हिसाबमा चाहिँ। तर मान्छेले चाहिँ त्यो आफ्नो एउटा प्रोफेसनलिजमलाई अलिक इज्जत दिनलाई चाहिँ उसले अलिकति त्यसलाई कला भन्न चाहिँ खोजिरहेको हो कि। कलाशाला केही होइन, त्यसमा लेस कला अनि बढी एक्सपोजर त त्यो जुन संसारलाई थाहा भएको कुरा हो भन्नु खोजेको। बेसिकली मैले यहाँ के भन्न खोजिरहेको छु भन्दाखेरि राम्रो मान्छेले पनि राम्रो कुरालाई चाहिँ अब अहिलेको जमानामा सोसियल मिडियामा हाल्नुपर्छ कि, नत्र त नराम्रोले नराम्रो गरिहाल्छ नि त। संसार बिग्रेको नराम्रोले गर्दा होइन भन्छ नि त, राम्रो मान्छे चुप बसेर हो नि त। त्यस कारण चाहिँ इभन यही कुरा पनि हामी गरिराखेको भनेको एउटा मान्छेले अब्जर्भ गरिरहेको मान्छेले यो पनि पर्सपेक्टिभ यो पनि हुनसक्छ भनेर पर्सपेक्टिभ हामीले भनिराखेको हो भन्ने कुरा नि। सो अहिले जुन यो अहिले टेक्नोलोजी छ नि त, अहिले टेक्नोलोजी इभल्भ भएर होइन धेरै नै अगाडि गइसक्यो जस्तो लाग्छ मलाई चाहिँ होइन। अब एआई एजेन्ट्स एजिआईको कुरा आइरहेछ होइन। अब नर्मली चाहिँ
केही वर्षमा एचिभ गर्ला ह्युमनलाई पनि, जस्तै अब ह्युमनले गर्ने टास्कहरू डिफ्रेन्ट कुराहरू, तर एउटा चाहिँ मलाई के लागिरहेछ भन्दाखेरि जुन इमोसन्स प्रोसेसिङ हुन्छ नि, जुन किसिमको इमोसन्सदेखि लिएर त्यसमा चाहिँ एआई एजेन्ट्सहरू एआईहरू चाहिँ होइन त्योभन्दा चाहिँ माथि नजाला कि भन्ने एउटा विचार छ। जस्तै यहाँको विचारमा चाहिँ जुन यो अहिले टेक्नोलोजी इभल्भ भइरहेछ नि यसरी होइन, अर यही रिलेटेड अर स्पिरिचुअलिटी गड अर समथिङ के युनिभर्सको कुनै पावर होइन त्यो रिलेटेड अलिकति केही भनिदिनुहोस् न। अब यस्तो हुन्छ यो एआई अघिको जुन एउटा मैले फेरि वर्ड सापट लिनु चाहेँ त्यो रिटेल होलसेलवाला जुन कुरा गरेको थिएँ नि, कुरा त्यही हो। यसको राम्रो पनि अति धेरै राम्रो छ, तर त्यो राम्रो चाहिँ रिटेल पार्टमा छ कि। अब यसले होलसेलमा जुन डिस्ट्रक्सन गर्नेवाला छ, रिसेन्टली बिहान मात्र त्यो हेर्दै थिएँ, त्यो इजरायलकै कसकोमा त्यो अननोन केमिकल छरिरहेको त्यो प्लेनबाट होइन। सो भनेको तात्पर्य जेसुकै गरे पनि एउटा ह्युमन टच भन्ने हुन्छ कि, ह्युमन टच अघि भनेपछि ह्युमन इमोसन्स। एउटा सानो उदाहरण नि, जस्तै त्यो अटोमेटिक जुन अलिकति गाडीहरू छ नि अहिले, त्यो ड्राइभरलेस कारहरू, जस्तै हामी कहिले काहीँ तिमीले पनि याद गरे होला, त्यो बाइकहरू गाडीहरू चलाउँदाखेरि हामी कोही ड्राइभरलाई एकछिन यस्तो यस्तो गरेर गर्छौँ नि त होइन। त्यो कति कुराहरू चाहिँ त्यो डिफाइन अब के भनेर भन्ने कि हुन त्यो पनि अचिभ गर्ला आफ्नो ठाउँमा, तर कति कुरा चाहिँ हामी चाहिँ ह्युमन माइन्ड कस्तो हुन्छ भन्दाखेरि आफूले अटोमेटिकली सिक्दै जान्छ, अनि त्यो चाहिँ अलिक अप्ठ्यारो खालको हुन्छ कि। त्यो जस्तै अब मानौँ जापानमा यो जुन मैले भर्खर आँखामा गर्ने होइन, त्यो एउटा चाहिँ सिग्नल फरक होला अरे, उता अर्कै फरक होला अरे, त्यो पनि युनिभर्सल हुँदैन। अनि हामी जस्तै अनि त्यो स्ल्याङ ल्याङ्ग्वेजहरूको कुरा गयो, जेनेरेसन पछि फरक छ नि त त्यो युज गर्नेहरू। सो बेसिकली मैले के भन्नु खोजेको भने जस्तो सुकै टेक्नोलोजी आए पनि ह्युमनै हो कि। नियर टु जस्तै हामी त्यो कहिलेकाहीँ गाडीहरू चलाउँदाखेरि झन्डै ठोकेको भन्छ नि, ठोकिया चाहिँ होइन त, झन्डै हो भने जस्तै साइन्स जतिसुकै जेसुकै गरे पनि त्यो झन्डै चाहिँ हुन्छ, मान्छे चाहिँ हुँदैन कि। त्यो झन्डैसम्म हाम्रो कुरा गरेर त्यही हो, एब्सोल्युट जेरो भने चाहिँ एचिभ चाहिँ गर्दैन, टेम्परेचर छ नि एब्सोल्युट जेरो एचिभ चाहिँ गर्दैन, प्रयास गरिरहेछ। त्यो स्पिड अफ लाइटमा पनि कुनै चाहिँ होइन भेहिकलहरू चाहिँ नियर टु चाहिँ हुनसक्छ, तर त्यही एचिभ गर्न सक्दैन, किनभने त्यहाँ फ्रिक्सनका हरेक कुराहरू आएको भने जस्तै चाहिँ एआई जतिसुकै एडभान्स भए पनि नियर टु अथवा भर्खर भने जस्तै रमाइलो टर्ममा झन्डै चाहिँ हुन्छ, तर त्यो कहिले पनि हुन सक्दैन कि, नियर टु चाहिँ हुन्छ। जस्तै अब आजकल त्यो सिलिकन डल्सहरू हेऱ्यो भने कति टच त ह्युमन जस्तै हुन्छ। हामीले पनि पहिला एलमार्टबाट कति ल्यायौँ होइन, ड्राइभरलेस कारकै कुराहरू छ। अहिले कति जस्तै हामी अब एआईहरू युज गरेर प्रश्न उत्तरहरू पनि हुन्छ नि, यसो हेर्दा ओहो आफ्नै पर्सनल सेक्रेटरी जस्तै फिल हुन्छ नि त हामीलाई होइन। ओहो एक साँच्चै मलाई त क्या बुझिया छ यसले जस्तो लाग्छ कि। तर भन्ने गर्दा हामीले विशुद्ध मलाई थाहा छ नि यो म होइन भनेर नि, मान्छे होइन भने त हामीले थाहा भइसकेपछि मान्छेले मान्छे जस्तै खोज्छ कि। हामी जतासुकै भए पनि जतिसुकै सहयोगीलाई पनि चाहिँ होइन त्यो आफू मान्छे होइन भने त थाहा हुन्छ नि त। आजकल त अब यो फेरि रुड जस्तो सुनिएला, त ठिकै छ, मैले ब्रुटल अनेस्टीमै कुरा गर्न खोजेको। जस्तै हामी काम गर्ने ठाउँमा पनि त्यो काम गर्ने जुन एउटा अब स्टाफ अथवा वेबर होइन, आफू जाँदा पनि हामीले गर्दा पनि आफ्नै मानेर चाहिँ काम गर्नु भनेर भन्छौँ नि, उसले पनि आफ्नै मानेर काम गर्छ, तर उसलाई थाहा छ उसको त्यो होइन भनेर नि त। कुरा त्यही हो कि आफ्नै माने नि त मानिन्छ। त्यो एआई पनि त्यस्तै हो, जतिसुकै डेभलप गरे पनि आफ्नै जस्तो अथवा मान्छेको लागि नै हो भने जस्तो गरेर चाहिँ हुन्छ, तर होइन त्यो होइन। र यो इन्ट्रेस्टिङ कुरा के छ भने जसरी चाहिँ पेट्रोल पछि पत्ता लाग्यो गाडी चाहिँ अगाडि बनेको हो कि। गाडी बनाउने क्रममा अनि यसको अब इनर्जी सप्लाई त चाहियो भने सामान पेट्रोल अब कुन युज गर्ने भनेर चाहिँ भनेको जस्तै नि हामीलाई चाहिँ के गरे हुन्छ भन्दाखेरि यो अलिकति म फरक कुरा गर्दैछु। मान्छेहरू जुन हुन्छ नि त्यो चलाक मान्छेहरूले चाहिँ अरू मान्छेलाई पहिला ह्याबिट लगाइदिन्छ कि सर्टेन कुराको, अनि त्यो ह्याबिट लागेका कुरा चाहिँ त्यसको फलो गर्न थाल्छ। एउटा ओके कफी कल्चर इन जापानकै म उदाहरण दिएँ। पहिला जापानमा कफी खाने खासै चलन थिएन कि सुरुवातमा, अनि के गर्यो त कफी कम्पनीले भन्दाखेरि जापानिज बच्चाहरूलाई कफी फ्लेभर्ड चक्लेट चाहिँ बेच्न थाल्यो कि सुरुवातमा। अनि बच्चाले खाइसकेपछि उसले त कफी खान चाहिँ अब त्यो मानि पर्यो, अनि लङ टर्ममा ऊ कफी खाने बन्यो कि। सोसियल मिडियाहरू पनि त्यस्तै त हो नि। पहिला आफूलाई कति याद छ, जस्तै पहिला सुरुवातमा फेसबुक भन्दा आउनु अगाडि पनि त्यहाँ हाइफाई ओर के आयो, त्यो पनि अगाडि मलाई त स्टिल आई रिमेम्बर मैले याहू मेसेन्जरबाट साथी पनि बनाएको थिएँ कि पहिला पनि। त्योभन्दा अगाडि त पत्र मित्र भनेर होइन लेटरबाट साथी बनाउँथ्यो भने जस्तै सोसियल मिडिया बिस्तारै हामी चाहिँ बानी पर्दै पार्दै गयो भन्छु कि। अन्त म पर्दै गयो होइन कि हामीलाई लाग्छ कि मलाई त मोबाइलको बानी पर्यो, पारेको हो कि।
हामीले त पारेको हो नि त, किनभने त्यो त्यसका बाबत हामी त्यहाँ अर्बौं खर्बौं डलर त त्यहाँ अब युएसमा कता कता भएकोले चाहिँ हो यसका राम्रा कुरा छन्, अघि भने रिटेल राम्रा छन्, नराम्रा चाहिँ त्यहाँ होलसेलमा छन् कि होइन। त्यो पार्टले चाहिँ नराम्रो भने होइन कि हो जुन हो नै होइन, त्यो आधारमा चाहिँ हामीलाई चाहिँ अलिकति चलाक मान्छेहरूले चाहिँ पहिला सर्टेन कुराको बानी पारिदिन्छ। अर्को एउटा रमाइलो फन्नी एड पनि मैले देखाएको थिएँ, जस्तै त्यो वासिङ मेसिन र रेफ्रिजरेटरको त्यो हुन्छ कि दुईवटा, सायद तिमीले पनि हेरे होला। अनि के हुन्छ भन्दाखेरि यो के गर्छ भन्दाखेरि लुगा धुन्छ भन्छ कि, अनि यसले भने चाहिँ चिसो पार्ने कुरा हो। अलिअलि वासिङ मेसिनकै उदाहरण हो, वासिङ मेसिनले चाहिँ लुगा धुन्छ भने अनि हामीले चाहिँ के गर्ने भन्छ कि होइन, अनि तपाईँहरू फ्री हुन्छ, फ्री भइसक्यो अरू काम गर्न पाउँछ भन्छ कि। अनि भनेपछि हामी काम गरेर पैसा कमाउने, अनि के त भने यो लुगा धुनलाई किन जुन हामी अलिकति पैसा चाहिँ होइन धोइरहेछौँ नि त भने जस्तो नि हामीलाई ट्र्याप चाहिँ त्यसरी पारे हुन्छ कि। जेनरली हामीलाई ट्र्याप चाहिँ कसरी पारेको भन्दा कि हामीले त आइफोन एभ्री इयर अपडेट जुन चाहिँ त्यो नेसेसरी छ त हामीलाई पनि थाहा छ त्यो नेसेसरी छैन, तर पनि हामीलाई चाहिँ के लाग्छ होइन त्यो त अपडेट नगरी कहाँ हुन्छ र, तिमी भएपछि तिमी त होइन त्यो चाहिँ त्यो अलिकति तिमी त भनौँ न त्यो फियर एउटा जेनेरेट गर्न खोज्छ भन्नु खोजेँ कि मैले। त्यस कारण चाहिँ हामी चाहिँ केबाट बच्नु पर्यो भने कि एक्सेसिभ इन्फर्मेसन बम्बार्डमेन्टबाट चाहिँ बचेर चाहिँ सुरुवातमा जुन हामीले कुरा गरेका छौँ प्रश्न सोध्ने चाहिँ गर्नुपर्छ कि आफूलाई दिनको कमसेकम 5-10 मिनट चाहिँ बसेर मैले जे गरिरहेको छु त्यो गरिरहेको छु त भनेको सोध्नु त पर्यो नि भने कुदै होइन जे मन लाग्छ गरे हुँदैन। यो कन्सियसनेस बाट चाहिँ अलिक प्रश्न सोध्न थाल्यो भने धेरै कुराको उत्तर चाहिँ नपढे पनि थाहा हुन्छ जस्तो मलाई लाग्छ कि। हामी कति कुरा चाहिँ हामी अटोमेटिक थाहा हुन्छ नि त इन्ट्युसनले। ओके, सो यो प्रश्न सोध्नेकै कुरा आयो नि त होइन। अब यहाँ अरूले पनि हेर्दै हुनुहुन्छ होइन, प्रश्न सोध्ने प्रोसेसलाई चाहिँ अब कसरी सुरुवात गर्न सकिन्छ। कति त एकदमै होइन आफ्नो लाइफस्टाइल त एकदमै बिजी बनाएर मसँग टाइमै छैन, मसँग एकछिन सुत्ने बाहेक मसँग उठ्ने बित्तिकै आम सो बिजी भनेर राखेको हुन्छ नि त होइन। उहाँहरूको लागि चाहिँ एउटा जस्ट सजेसन भनौँ न, कसरी चाहिँ स्टार्ट गर्न सकिन्छ त त्यो प्रोसेस चाहिँ। डेली शान्त बस्ने, सुरुवातमा त त्यही हो, डेली शान्त बस्ने नै हो होइन। किन भन्दाखेरि सेटल डाउन भन्छ नि त कति कुरा। जस्तै हामी पानीमा कुनै अब हिलो किन स्यान्डहरू होइन घोल्यौँ एकछिन भन्दाखेरि सर्टेन टाइम त्यो सेटल डाउन हुन्छ नि त सुरुवातमा। भनेपछि फर्स्ट काम चाहिँ सेटल डाउन हो कि, अनि त्यसपछि छुट्याउने कुरा हो कि भनेको। जस्तै फर्स्ट चाहिँ सर्टेन टाइम चाहिँ हामीले सेटल इट डाउन गरिसकेपछि चाहिँ अनि पानीलाई छुट्याउने भनेपछि त्यो ठ्याक्क छुट्टिसकेपछि के हुन्छ त अब के राम्रो के नराम्रो भन्ने त छुट्टियो नि त पहिला प्रश्न होइन। त्यो नछुट्टिकन त एकैचोटि अब के गर्ने भन्दाखेरि त त्यो भनेको तात्पर्य त्यो जुन त्यो पानी त्यो धुलो मैले मिसेको पानी चाहिँ अब त्यो जुन मिसिरहेको टाइममा त यु कान्ट डु एनिथिङ के। द फर्स्ट प्रोसेस इज लेट इट सेटल डाउन हो। त्यसपछि के हुन्छ भन्दाखेरि जस्तै साइन्समा हामी सेडिमेन्टेसन, डिक्यान्टेसन, फिल्ट्रेसन, डिस्टिलेसन एक प्रोसेस थियो नि त हो। अब त्यो प्रोसेस चाहिँ कसरी गर्ने भने चाहिँ दोस्रो आउँछ कि त्यसपछि होइन। त्यसपछि अघि नै भनेपछि अब सेटल डाउन भन्यो भने बित्तिकै अब अलिक इजी भयो नि त होइन। अनि इजी भइसकेपछि अब यहाँ आउँछ स्वाध्याय गरेर हुन्छ होइन, प्रकृतिको नजिक गएर हुन्छ, अथवा सङ्गत अलिकति अझ बेटर बनाएर हुन्छ। त्यो मान्छेमा डिपेन्ड हुन्छ कि, अथवा कुनै राम्रो हबीहरू बनाएर हुन्छ। जस्तै अब सङ्गीतसँग नजिक भएको भए होइन आफूलाई मनपर्ने सङ्गीत यही क्लासिकली हुनुपर्छ, भजन हुनुपर्छ, गजल हुनुपर्छ, ज्याज त्यो भन्ने छैन। आफूलाई त्यो राम्रो कुराहरूमा आफू इन्क्लाइन हुने होइन। जस्तै अब मार्सल आर्ट मनपर्ने मार्सल आर्ट गर्दा आफ्नो त्यहाँ सो मेनी थिङ्स त। जस्तै एमआई मल्टिपल इन्टेलिजेन्सकै कुरा गर्दा 8-9वटा जुन छ त्यसमै कुनैमा लाग्दा हुन्छ, आफू जेमा राम्रो छु होइन। त्यो आधारमा चाहिँ अनि बिस्तारै त्यो सर्कलमा चाहिँ लाग्ने हो कि। त्यो सबैभन्दा राम्रो भनेको सङ्गत आफूलाई आफ्नो लाइक माइन्डेड पिपल को सङ्गतमा बस्दा चाहिँ सबैभन्दा बेटर चाहिँ त्यो हो। इभन हामीले पनि अहिले चाहिँ हुन त हजुरबा बित्नु भएको भएर मैले अफिसियली इनोग्रेटै गरेको छैन, क्याफे एउटा मैले बनाइरहेको छु। त्यहाँ पनि मेरो अब त्यो एज अ रेस्टुरेन्ट क्याफे यताउता चिया कफी बेच्ने भन्दा पनि यसरी नै अलिकति प्रश्नकर्ताहरू अथवा जसले चाहिँ एउटा लाइक माइन्डेड भनौँ यस्तो खालको अध्यात्मलाई, जीवनलाई भर्खर हामीले कुरा गरेपछि प्रश्नलाई, ह्याप्पिनेसलाई चाहिँ बुझ्न खोज्ने मान्छेहरू चाहिँ अब अलवेज वेलकम भन्छु होइन। हामी बसौँ अब के गर्दा बेटर हुन्छ भने। सो कमसेकम पनि हाम्रो जीवनकालभरिमा आफूले अलिकति केही न केही त योगदान दिउँ न भन्ने एउटा प्रश्न मेमा आउँदाखेरि मैले स्टार्ट गरे हो कि टु बी अनेस्ट भन्दाखेरि चाहिँ त्यसै नै हो भनौँ। सो अब जुन प्र्याक्टिसेसको कुरा आउँछ नि, मैले पनि अब 1-2जनाबाट चाहिँ जस आफ्नो अग्रजहरूबाट होइन अरू कुराहरू पनि 1-2वटा सिकाएको छु। जस्तै 1-2वटा प्र्याक्टिस
मैले पर्सनली गरेर आएको चाहिँ जस्तो एउटा पज लिने हुन्छ नि लाइफमा, एकदमै हतार भइरहेको हुन्छ आफ्नो लाइफमा, अनि पज पनि अब कसैले पज बस भनेर कसैले भन्दैन, एकदमै अवेरनेसको लेभलै कम भइरहेको हुन्छ नि। त्यसको बेलामा चाहिँ मैले एउटा टेक्निक युज गर्ने भनेको चाहिँ जस्ट मलाई सिकाउनु भएको थियो होइन एकजनाले चाहिँ, त्यसमा चाहिँ आफ्नो फोनमा अब 1-2 घन्टाको एलार्म राख्ने, अरू चाहिँ कुनै एउटा सर्ट आफूलाई डिस्टर्ब नगर्ने, अनि त्यो बज्ने बित्तिकै आफूलाई एकछिन आफूले जे सुकै गरेर आओस् न त्यो छोडेर पज गरिदिने, त्यो प्रोसेस आयो त्यसमा, त्यो पनि ठिक हुनसक्छ। अरू चाहिँ यस्तै खालको प्रोसेसहरू होइन, अरू एकदम हेल्पफुल प्रोसेसहरू चाहिँ के हुनसक्छ मात्रै एक्सप्लोर गर्न खोजेको मैले। यो चाहिँ अब तिम्रो प्रश्न चाहिँ त्यो अलिकति फास्ट ट्र्याक लाइफमा गर्ने त्यो यिनीहरू हो खास चाहिँ। जस्तै दिपक चोपडा हुनुहुन्छ, त्यहाँ थुप्रो अरू पनि हुनुहुन्छ जसले चाहिँ अब यस्तो कुराहरू आइडियाहरू दिनुहुन्छ होइन। सो भनेको तात्पर्य अब त्यो पनि बेटरै हुनसक्छ, अथवा कन्सियसली अब उदाहरणको त्यो नगरिकन मानौँ त्यही अलार्मै राखेर लाइक आधा ग्लास पानी पिउने, जे गर्दा नि हुन्छ कि आँखा चिम्लिने होइन, अथवा चाहिँ कन्सियसली के यो प्रश्न चाहिँ अघिको जुन आफूले गर्ने भनेको छ नि त्यो के गराउनु खोजेको हो भने कन्सियस बनाउनु खोजेको, माइन्डफुल बनाउनु खोजेको के होइन। किन हामी कुनै प्रक्रिया प्रोसेस आफैमा इम्पोर्टेन्ट होइन कि त्यसको इन्टेन्सन चाहिँ इम्पोर्टेन्ट हो कि। मानौँ इमेजिन गर चाहिँ 1 घन्टामा मलाई चाहिँ 50 स्टेप हिँड्नु पर्छ भने एकछिन कन्सियस बनाउनु न त, त्यो गर्दा पनि भयो कि। किनभने त्यो भएपछि के हुन्छ मलाई अनि म त्यो चाहिँ मेरो माइन्डमा कति त्यहाँ अब चाहिँ कियोस आइरहेको जुन कुरा छ त्यसलाई म एकछिन छोडेर त्यो अर्को कार्य गर्न थाल्छु नि त। त्यो त एकछिन अघि त्यो कुरा फेरि त्यही हो, त्यो सेटल डाउन गर्नु खोजे हो कि हामीले। 50 पाइला 100 पाइला हिँड्ने गरे नि भयो, आफूलाई जुन चाहिँ इजी हुन्छ नि त, अथवा उठ बसी गरे पनि भयो। इट क्यान बी एनिथिङ के होइन। आफू बसेको ठाउँ वरपर चाहिँ मैले अर्को मानौँ लेट्स से 10वटा फरक फरक कलरको सामानहरू छ कि भनेर म मानौँ झालबाट बाहिर सडकमा हेर्ने, इट क्यान बी एनिथिङ। सो इट मस्ट बी डन माइन्डफुल्ली चाहिँ हो, माइन्डफुल नै चाहिने हो नि त होइन। होस गरेर बाँचाइ, होस गरेर हिँडाइ भन्छ नि, होस भने के हो त्यही त। हामी बेहोसीमा बाँचिरहेछौँ कि हामी के गरिरहेको छौँ हामीलाई थाहा पनि छैन। हामी टोटल्ली बेहोसीमा बाँचिराखेको भएर चाहिँ कमसेकम अलिअलि चाहिँ अब होस ल्याउनुको लागि चाहिँ, अनि फास्ट ट्र्याक लाइफमा अनि त्यो अघि भने जस्तै आफै के कुनै उदाहरण दिइरहेको थियो पज भन्यो, अनि के विभिन्न त्यहाँ खतरा गुरुहरूले त्यो विभिन्न तरिकाहरू दियो कि कुरा एउटै हो, किन भन्दाखेरि होसमा बाँच्छ भने हो। सो पछि चाहिँ त्यसको एन्ड गोल भनेको चाहिँ अब हामी जसरी बोलिरहेछौँ, हेरिरहेछौँ, चलिरहेछौँ त्यो पनि माइन्डफुल्ली नै होस् भन्ने हो, त्यो मेन अब्जेक्टिभ नै त्यही त होला नि। उदाहरणको लागि अब आफूले त्यो प्रश्न सोद्धाखेरि म ध्यानै छैन, म त यहाँ मलाई भोक लाग्यो अब खाना खान जानुपर्छ भनेर कति सोचेँ होला अरे होइन, अथवा त्यहाँ आँखा लाइटमा परिरहेको सोध्न थाल्यो भने त होस् नै भएन नि। अनि मैले दिमागबाट अब तिमीले त्यो प्रश्न सोद्धाखेरि मैले प्रोसेसिङ गर्नु पर्यो होइन, मेरो आफ्नो एक्सपिरियन्स स्टडी सबै मिलाउनु पर्यो भनेको जस्तै नि सबै कुरामा त्यही हो। काम गर्दा म बारम्बार त्यहाँ साथीहरूले पनि भन्ने गर्छु, भाइ बहिनीलाई पनि प्याटर्न हुन्छ कि। कस्तो प्याटर्न त भन्दाखेरि त्यो रिलेसनसिप होस्, बिजनेस होस्, ह्युमन होस् होइन, फ्यामिलीमा होस्, एउटै खालको प्याटर्नले काम गर्ने हो कि। तिमीले हार्डवर्क गर्नु पर्यो, तिमी डिसिप्लिनमा हुनु पर्यो, लोयल हुनु पर्यो, अनेस्टी हुनु पर्यो। यो सर्टेन जुन राम्रो कुराहरू छ भने राम्रो कुराहरू जुन छ त्यो सबै ठाउँमा युनिभर्सल होइन त। तिमी उदाहरणको बिजनेसमा चाहिँ अनेस्ट नभए पनि हुन्छ भन्ने होला त, फ्यामिलीमा रिलेसनमा चाहिँ अनेस्ट नभए पनि हुन्छ भन्ने होला त होइन, लोयल नहुने भन्ने होला त होइन। त्यसकारण चाहिँ सक्सेस हुनलाई एउटै प्याटर्न हो, रिलेसन राम्रो बनाउनलाई पनि एउटै प्याटर्न हो। तर हामी त्यो चाहिँ के गर्छौँ त भन्दाखेरि हामी पर्सनल प्रोफेसनल के भनेर छुट्याउँछ नि, त्यो चाहिँ केही हुँदैन कि। जुन ठाउँमा त्यो राम्रो क्वालिटिजहरू जुन चाहिन्छ नि त्यो सबै ठाउँमा एउटै प्याटर्नमै लाग्ने हो कि हो। क्षेत्रको फरक भएको हो। मानौ तिमी जस्तै लोयल हुनुपर्छ भने जुन उदाहरणको त्यो ट्रेट फ्यामिलीमा युज चाहिँ हुँदाखेरि त्यो हाम्रो घरको एरिया भयो, अफिसमा जाँदा प्रोफेसनली हुँदाखेरि त त्यो अफिसवाला एरियामा चाहिँ त्यो गर भने त ट्रेड त एउटै चाहियो नि। तिमी हम्बल पनि घरमा हुने अनि मामा घरमा नहुने, फेरि त्यो अर्को साथीमा हुने भने त हुँदैन नि। त्यसकारण हो यो जेनरिक आफूलाई बिस्तारै बिस्तारै जुन आफ्नो सानो सानो हेबिट्सहरू जुन छ नि त्यसलाई चाहिँ जेनरिक वेमा चाहिँ राम्रो बनाउँदै लग्ने कि। जेनरिक वेमा राम्रो बनाउँदै लग्दाखेरि चाहिँ सम टोटलमा एउटा के इन्ट्रेस्टिङ छ भने तिमी राम्रो मान्छे पनि हुन्छौ, तिम्रो रिलेसन पनि राम्रो, सबै कुरा राम्रो हुँदै जान्छ कि। एक्ज्याक्टली अघि जुन भनेको थियो नि स्पिरिचुअलिटी र मेटेरियलिजमको कुराहरू होइन, त्यो पनि दुईटा प्यारलली त्यसरी लग्ने भन्दा पनि स्पिरिचुअलिटी जस्तै म काम गर्दा गर्दै पनि म अनेस्ट त्यसमा सबै गर्न सकिन्छ, त्यो पनि स्पिरिचुअलिटीको एकदम प्र्याक्टिस नै भयो। स्पिरिचुअलिटी भनेको यही हो। त्यही मैले अस्ति एकजना साथीले पनि सोध्नु भएको थियो होइन, स्पिरिचुअलिटी भन्थ्यो। अनि इफ यु थिङ्क इट्स समथिङ डिफरेन्ट इट्स नट स्पिरिचुअल के, वाट एभर यु आर डुइङ
तिमी जे जति दिनभरिमा गरिरहेछौ नि तिमीले त्यही गर्छौ कि स्पिरिचुअलमा गर्ने चाहिँ त्यही हो अलिकति अलि एउटा दुईवटा कुराहरू होला तर पर्सपेक्टिभ फ्रेम शिफ्ट हुन्छ सो फर इक्जाम्पल तिमीले उदाहरणले पैसा कमाउन काम गरिरहेको छु भनेर चाहिँ मान अब पहिला गर्थ्यौ भने अब होइन एजुकेसन अथवा के हुनसक्छ नि त हेल्थको लागि चाहिँ अलिकति चाहिन्छ तर यति जति भएपछि पुग्छ भने अलिकति तिमी आफू स्लो डाउन पनि गर्छौ के गर्ने त काम अब यसको काम छोड्छौ होइन म त अब त्यो होइन घर छोडेर कता त्यो त होइन नि त बेसिकली यु विल बी डुइङ द सेम थिङ बट यर पर्पस विल बी डिफरेन्ट यर इन्टेन्सन विल बी डिफरेन्ट के स्पिरिचुअल हुनु भनेको त्यति नै हो त्यो त मेनली चाहिँ इन्टेन्सन आफ्नो पर्सपेक्सनमा हैन पर्सपेक्टिभमा चाहिँ चेन्ज हुँदै जान्छ त्यो फेरि त्यो अघि नै भनेपछि स्वाध्यायका कुराहरू सङ्गतका कुराहरू होइन अन्नपानीका कुराहरू आउँछन् त्यही भएर त इभन दान पनि छ नि गीतामा त्यहाँ राजसिक तामसिक र सात्विक दान भनेर आउँछ नि त अब तिम्रो कुनै अब मान्छेलाई यसलाई मार भनेर होइन सुपारी दिएर चाहिँ दान दियो उसलाई पैसा दियो भनौँ न त्यो त तामसिक भयो नि त टोटली नराम्रो कामको लागि भयो नि त भनेपछि अब कुनै राम्रो चिज होस् राम्रोको लागि तिमी दान दिएर सात्विक दान होइन मान्छे अब लाइक होइन अब यहाँ केही एउटा कन्सर्टको लागि चाहिँ पैसा माग्न आएको उफ्रिनलाई होइन आफू पनि होइन त्यो फेरि रासिक भयो सब बेसिकली वाट एम ट्राइङ टु से त भन्दाखेरि हामी हरेक चिजमा चाहिँ वी क्यान डिफ्रेन्सिएट के को लागि गरिरहेको छौँ भनेर त्यस कारण त्यो पर्सपेक्टिभ पनि त्यही हो फेरि त्यो अलिकति त्यो चाहिँ सम टोटलको कुरा भएको भएर एकैचोटि चाहिँ एउटा चिजले गर्दाखेरि त्यो हुन्छ भन्ने चाहिँ हुँदैन होइन जस्तै अब कति राम्रा जस्तै अब होइन ओशो कृष्णमूर्ति दीपक चोपडा अब थिचनाथ धान दलाई लामा उहाँहरूको अलिअलि सुन्ने होइन ठुला मान्छेहरूको कुरा सुन्दा पनि त धेरै पर्सपेक्टिभ आफै पनि चेन्ज हुन्छ क्या हाम्रो सङ्गतै त अनि मैले अघि भने चाहिँ हाम्रो गानादेखि लिएर पुरानो गाना र नयाँ गाना सुन न त डिफ्रेन्स छैन र अहिले उफ्रिने गाना बढी हुन्छ छैन चाहिँ भन्दैन म तर कम छ नि त अभियसली त्यो क्वालिटी सङ्ग्सहरूमा पनि कति कुराहरू चाहिँ तिम्रो ओभरअल दिमागै फरक पार्छ क्या अस्ति कसले एकजनाले भन्दै हुनुहुन्थ्यो नि बरु ज्योति मगर को गीतमा नाच्दाखेरि तिम्रो त्यति सिरियसनेस तिम्रो लाइफमा त्यस्तो धेरै इम्प्याक्ट पर्दैन किनभने एकछिनमा तिमी नाच्दा उफ्रिनु सक्यो तर नारायण गोपालको गीत सुनेर चाहिँ अब लाइफ नै डामाडो हुनसक्ने सम्भावना हुन्छ होइन हल्लिन्छ नि त किन भन्दाखेरि गहिराई छ नि त हो त्यो गहिराई र सुपरफिसियालिटीको कुरा त्यहाँ पनि फरक पर्छ भन्न खोजेको कि त्यस कारण वाट टाइप अफ लाइफ यु चुज भन्दाखेरि अब त्यो बिस्तारै त्यो इफेक्ट चाहिँ हुँदै जाने कुरा हो क्या ल आजलाई चाहिँ जस अब धेरै इन्साइटफुल कुरा भयो होइन आज चाहिँ हामीसँग अलिकति टाइम छैन सो अर्को पटक फेरि अलिकति होइन अलि अझै डेप्थमा चाहिँ हामी कुरा गर्छौँ सो आजलाई चाहिँ यति नै गरौँ है त थ्याङ्क यू सो मच नमस्कार